आनंद रे पाइरो आनंद रे पाइरो विजय बना मंदारी उनको राजा गएको छ विजय बना मंदारी उनको राजा आएको छ हौ। वेलकम एनी तिमी कहाँ आएको? म बहिनी घरको घरमा को बहिनी छ? जिम्ला बहिनी छ किन हौ? किन गएको? एकछिन खेलौँ। ए मेमलाई दबाई दिनु दबाई दिनु। को मेम? मेम यहाँको हाम्रो त्यो बहिनीको मेम हो। त्यो चाहिँ होइन नि त्यो चाहिँ होइन अब काकोमा गोपा भनेको जस्तै क्रसिङ गर्दाखेरि चाहिँ कोमा को पार्नु चाहिँ के हो नानी? कोमा गोपालाई चाहिँ राई भाषामा बेबलाई चाहिँ गोपालाई चाहिँ बेबे भन्छ अनि राई भाषाको अलिक खासमा गऱ्यो भने बेब भन्छ अनि राई भाषामा फुल भन्यो भने मेमे भन्छ मेमलाई राई भाषाले अलिकति हाफ गऱ्यो भने चाहिँ मेम भन्छ। कसो रे? म राम्रै कुरा बुझिनँ। हजुर कसो रे? कोमाको पाएर होइन अँ अनि राई भाषामा फुल राई भाषामा चाहिँ गोपालाई चाहिँ बेबे भन्छ। कुन चाहिँ राईमा? कुन चाहिँ राई हो तिमी? थुलुङ राई। थुलुङ राईमा चाहिँ राई भाषामा चाहिँ गोपालाई बेबे र अथवा बेब पनि भन्छ। राई भाषामा मेम कोमालाई चाहिँ मेमे कि मेम मात्रै भन्छ। राई भाषा यता फर्केर भन न, यता फर्केर भन न। तिमी चाहिँ के भन्छौ अरे? म मेम बेब हो। कोकोजनाले चाहिँ नि कोमा र गोपालाई चाहिँ मेमे र बेबे भन्छ। हो। तिमी चाहिँ के भन्छौ? म मेम बेब आफैमा पर्छ गर्दा त्यति उठ्न गर्न कसरी ए आफैमा सर्वच गर्न त्यसरी उठ्न गर्न कसरी उता हेर्नु न।